गाइस अब टिचर हाल्न जानु लागेको अब आधी रात भइसक्यो केटाहरू यहाँ सुत्दैछ केटाहरूलाई उठाउँछु म अब छोराहरू बहिनीहरू उठ्यो भने सिधा सिधा लगाएर पाक बस्नुपर्छ एकैचोटि बिचमा के हुन्छ त ओइ हिँड्के के भन्नु लागिस् भर बाँधेर हिँड्छु दिउँसै भन्नुपर्छ ओइ हिँड्के एन्जल लगाइसक्यो टोपी सोपी लगाइयो जुत्ता सुत्ता लगाइयो है ट्याक्क अब गुलेली यहाँ छ यसलाई चत्त ड्याम हान्नुपर्छ लगाइछ यस्तो झुन लागेछ फेरि टक 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 दामलाई देखेर भाग्छ होइन गाह्रो पो छ त चिसो छ चिसो गाइस त्यति गाइस अहिले एकछिनमा बाटोमा भेटौँ ल केटा आइज ल है सिकारी भिकारीहरू मम्सले फेरि भन्न गालको लाने यस्तो छ जुन टक 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 लाग्यो होइन कि त हो यता हेर यता यता हेर्न यता हेर यता हेर्न सिकारी अरे के पाइन्छ सबै माने कि त हो ल तिन कपाल हिँड्यो के अरे अलि तल गर्थ्यो सस्तो ढुङ्गा छ त यहाँ जाडो छ कि दिनभरि पानी पर्थ्यो होइन कि त हो ल एकैचोटि म त्यहीँनिर तिम्ने ठाउँमा है गर्छु म चाहिँ यहाँ ढुङ्गा टिप्न लगाएको कोल राम्रो टिप्ने है कि त हो है है ल दाले यहाँ ढुङ्गा टिप्दैछ गाइस चित्त रान्ने बनकुखुरा होइन केटा ए बनकुखुरा होइन ढुक्कुर हान्ने ढुक्कुर यस ढुक्कुर ढुक्कुरलाई इङ्ग्लिसमा के भन्छ के भन्छ थाहा छैन अब त यस्तो पर्ने भएको यहाँ मल चार्दा हुना है मार ल गाई चाहिँ मैले चाहिँ यति भने दिगानले कति भन्यो है यति भयो यति बेला चरा मर्छ नि भयो मलाई यसले नि मार्छ है सबै सिकारीहरू तिनजना मात्रै हिँड्यो बाटोसँग गयो है फेरि लगाइछ अब एकैचोटि ठ्याक्कै चरा भएको ठाउँमा भेटौँ है छिटो आइज के थाहा अब चाहिँ हामी ठ्याक्क यहाँ लोकेसनमा आइसक्यो गाइस अब चाहिँ हामी के भन्छ अरे लोकेसनमा आइपुग्न लाग्यौँ है बिस्तारै के हुन्छ मर्छ कि मर्दैन त्यहाँ छ कि छैन हेरौँ है हेर्नु गएछ हामी चाहिँ अहिले लोकेसनमा आइसकेर पनि हेर्दै हो भेटिन्छ कि भेटिँदैन यसरी कता हो थाहै भएन कि कुन्दुलामा लुकेको छैन त्यही यसरी खोज्दैछौँ यता त इस्सा खाइस तिता राग मासु खाइस मैले पनि खाएँ अब कहाँ हाल्ने अब ढुक्क राख्न जाने अब गाइस आइयो है भएन के अरे होइन केटा
लु पाइयो एउटा भेटिएन यतिकै आइयो चार्न गएको